सम्पूर्णमा नमस्कार। भर्खरै पत्रकार दिवाकर शाहको चाहिँ एउटा भिडियो सार्वजनिक भएको रहेछ। यसले चाहिँ एउटा गम्भीर प्रश्नको चाहिँ उठान गरेको छ। जुन भदौ 23 र 24 गते जेनजीको आन्दोलन भयो, यसपछिका धेरै घटना परिघटनाहरू भएर आए र यो सरकार बन्ने प्रक्रियादेखि लिएर अहिले सरकार कसरी चलेको छ, सरकार कसले चलाएको छ, सरकार कसले बनाएको भन्ने कुराको चाहिँ त्यसमा चाहिँ चिरफार गरिएको छ। सरकार कसरी बन्यो, सरकार कसले बनायो, यो सरकारमा चाहिँ कस्तो कस्तो प्रतिनिधिहरू छन्, यो सरकारका मन्त्रीहरू कसले बनाएको छ, यसको शक्ति केन्द्र के हो भन्ने कुरा चाहिँ यसमा विस्तृत खोजिएको छ। अब मैले यहाँनिर भन्न खोजेको के हो भने, जुन जेनजीको आन्दोलन भदौ 23 र 24 गते भयो। अब पहिलो दिनमा चाहिँ 23 गते यहाँनिर चाहिँ नेपालमा करप्ट भएकै हो, नेपालमा जुन नेताहरू छन् उनीहरूलाई चाहिँ भ्रष्टाचार गरेकै हो, नेपालमा चाहिँ भ्रष्टाचारले देश आजित भयो। अब नेताका छोराछोरीहरू राम्रो स्कुलमा पढ्ने, राम्रो कलेजमा पढ्ने, एउटा राम्रो उनीहरूको खाना लाउन रहन सहनदेखि लिएर हरेक कुरा उनीहरूको राम्रो हुने र आम नागरिकहरू हैन जनताको छोराछोरीहरूलाई चाहिँ यो खाडीमा जानुपर्ने, विदेशी मुलुकहरूमा जानुपर्ने अब यस्तो बाध्यता नेपालमा अहिले आइलाग्यो। यो कारण के त भन्दा, जुन नेपालमा चाहिँ अलिकति यो राजनीतिक यो अस्थिरताको कारणले, राजनीतिक यो अस्थिरताको कारणले गर्दाखेरि आज यस्तो अवस्था आइपुग्यो भन्ने कुरा हो। जुन यो भदौ 23 गते आन्दोलनको घोषणा गरियो, यसमा चाहिँ रियल यो पीडितहरू हैन, रियल एउटा सरकारबाट आजित भइसकेकाहरू, भ्रष्टाचार व्याप्त भयो भन्ने नियत बोकेकाहरू नै यसमा सक्रिय थिए। यसमा कुनै पनि दुई मत छैन। 23 गते जुन आन्दोलनमा गए, स्कुलको ड्रेस सहित गएको छन् हैन। प्रत्येक अब कोही त्यसमा एमाले होला, माओवादी होला, कांग्रेस होला, रासपा होला या अन्य कुनै पार्टीको जोसुकै भए पनि त्यसमा चाहिँ पार्टीलाई चाहिँ बाहिर राखेर हैन, यो पार्टीको कुरा चाहिँ छोडेर त्यहाँ विशुद्ध जेनजीको हिसाबले चाहिँ त्यहाँ उपस्थित भएको थिए। यहाँ पार्टीको कुनै पनि कुरा थिएन त्यहाँनिर। अब त्यसमा चाहिँ कतिपय कलाकारहरूको पनि समर्थन थियो, कतिपय राजनीतिक दलहरूको पनि समर्थन थियो, हरेकको समर्थन थियो। त्यो भन्दा पनि कसको समर्थन के थियो भन्दा पनि त्यहाँ विशुद्ध तरिकाले आफ्नो तरिकाले चाहिँ भ्रष्टाचार भयो भन्ने हिसाबले चाहिँ अब सामाजिक सञ्जाल बन्द भयो। अहिलेको यो पुस्ता भनेको त सामाजिक सञ्जाल बिना एकछिन पनि बाँच्न नसक्ने, खासै रहन नसक्ने, देश विदेशका सूचनाहरू हेर्ने यही सामाजिक सञ्जालबाट कतिपय कमाउनेहरू थिए। अब यसो गर्दाखेरि चाहिँ त्यो आन्दोलनमा चाहिँ गए हैन। त्यहाँनिर चाहिँ अब प्रश्न के छ भने, अब गोली हान्ने आदेश चाहिँ कसले दियो त? या प्रधानमन्त्रीले दिएको, या गृहमन्त्रीले दिएको, या जिल्लाको सिडिओले दिएको, अब कसले दिएको त यो आदेश? अब यो चाहिँ अब सबैको यो मनमा अहिले प्रश्न उठेको छ। यो अब आदेश कसले दियो त? अब आन्दोलनको नियम के हुन्छ भने, सबैभन्दा पहिले पानीको फोहरा हान्ने, त्यसपछि सकिएन भने लट्ठी प्रहार गर्ने, असुर ग्यास हान्ने, त्यसपछि आएर खुट्टा मुनि रबरको गोली हान्ने, त्यति गरेर पनि सकिएन भने हवाई फायर गरेर तपाईको घुँडामुनि गोली हान्ने अवस्था हुन्छ हैन। त्यस्तो तर ताकी छातीमै गोली हान्नु पर्ने चाहिँ स्थिति हुँदैन र यो हान्न हुन्थेन। अब यसो भयो। अब 24 गतेतिर जाउँ। 24 गते तपाईको कहाँ टार्गेट गरियो, कसरी तपाईको टार्गेट गरियो? सर्वोच्च अदालत, सिंहदरबार हैन, लगायत अब तपाईको सरकारी अब नगरपालिकाहरू यस्ता चिजहरू टार्गेट गरियो।
अब आगजनी गरियो। अब यो जेनजीको तपाईको कुनै माग पनि थिएन, जेनजीको कुनै यसमा संलग्नता पनि छैन भन्ने छ। यतातिर अहिले जेनजीहरू हामी अहिले पूर्व सरकारले पनि हामी त्यसमा चाहिँ कुनै संलग्नता छैन भन्छ, जेनजीले पनि हामीले चाहेको थिएन भन्छ। भनेपछि यो गराउन चाहिँ कसले गराएको हो त? अब यो प्रश्न छ। त्यसपछि जसरी सरकार बन्ने घटना परिघटनाहरू भए, अब धरानबाट हर्क साम्पाङलाई बोलाइयो हैन, अब सागर ढकाल लगायत कतिपय अब यिनीहरूलाई प्रधानमन्त्रीको लागि बनाउने भनेर भनियो। तर पछि हुँदै गर्दाखेरि अब बालेन शाहकै कुरा आयो। बालेन शाहले पछाडि हटिसकेपछि हर्क साम्पाङलाई पनि अब त्यहाँनिर बनाइएन, या त अन्य कुनै अरूलाई अब बनाइएन। यहाँनिर तपाईँको के छ भने सरकार बनाउँदाखेरि चाहिँ अब जेनजीको आन्दोलन पनि अब हाइज्याक भएको छ भनियो। अब हाइज्याक कसले गरेको छ त भन्दा जो एनजिओ आइएनजिओहरूमा काम गरेको छन्, एनजिओ आइएनजिओहरूमा चाहिँ उनीहरूको संलग्नता छ। अब विदेशी शक्ति केन्द्रहरूसँग उनीहरूको संलग्नता छ। त्यो मान्छेहरूलाई चाहिँ अब यो प्रधानमन्त्री मन्त्री अब यसरी सिफारिस गरियो र यसरी अब यो मन्त्रीमण्डल बन्यो। अब मन्त्रीमण्डल बनिसकेपछि पनि अहिले तपाईँको अब यो पत्रकार दिवाकर शाहले त अब कतिपय ठाउँमा गएर लाइभै गरेको छन्। पहिलो दिनबाट उनी जोडिएको पनि छन् यो सरकार बनाउने प्रक्रियासँग प्रत्यक्ष अब हेरेको छन्, अब रिपोर्टिङ गरेको छन् भने उनले त यो विषयलाई चाहिँ गम्भीर तरिकाले नबुझेर, यो विषयलाई चाहिँ गम्भीरतापूर्वक नलिएर हैन, यो विषयसँग जानकार नभएर त यसो विषय बोल्ने कुरा भएन। अब सरकारसँग अब राति मिटिङ गर्नुपर्ने, राति नै बस्नुपर्ने, राति छलफल गर्नुपर्ने, तैपनि विदेशी शक्ति केन्द्रहरूसँग, विदेशी एम्बेसीका के भन्छ विदेशी अब एम्बेसीका प्रतिनिधिहरूसँग भनेपछि यसको खास कारण त केही न केही नभएर त यसो भएको होइन। अब एकातिर अहिले के गरिएको छ भने बालेन शाहलाई मुद्दा हाल्ने, अब यता के भन्छ अब यो सुदन गुरुङ लगायत थुप्रैलाई अहिले यो मुद्दा हालिएको छ। जेनजीका प्रवेश दाहाल जति पनि अब हामी जेनजीसँग आबद्ध भनिएको छन् उनीहरूलाई मुद्दा हालिएको छ। अब उतातिर चाहिँ अब केपी ओली लगायत अब रमेश लेखक उनीहरूलाई मुद्दा हालिएको छ। भनेपछि यसरी एक अर्कामा अब यो जुदाउने खेल त देखिन्छ। अब यो जुदाएर चाहिँ फाइदा कसलाई हुन्छ त? अब पत्रकार दिवाकरकै भनाइ अनुसार अब यसो गर्दाखेरि चाहिँ नेपालमा द्वन्द्व हुन्छ। अब के भन्छ हाम्रो जुन मेलमिलापता छ त्यो भड्किन्छ, सामाजिक सद्भाव खलबलिन्छ, त्यसपछि द्वन्द्व हुन्छ, विद्रोह हुन्छ, जातिको नाममा, धर्मको नाममा, वर्णको नाममा, लिङ्गको नाममा। अब यसरी द्वन्द्व जब सिर्जना भएपछि अब विदेशी शक्ति केन्द्रहरूले चाहिँ आफ्नो सेना पठाउने हैन, यहाँमाथि चाहिँ नेपालमाथि चाहिँ अब अनुसन्धान गर्ने। अब यहाँको सबै देशहरूमा अब खनिजहरू अब जो सकिन थालिसक्यो, त नेपालमा चाहिँ अहिलेसम्म कुनै खनिजहरू अहिलेसम्म तपाईँको पत्तै लागेको छैन हैन। यहाँ लगाउने तपाईँको कुनै वैज्ञानिकहरू पनि छैन। अब त्यताबाट आएर खनिजहरू पत्ता लगाएर अब त्यसो पनि हुन सक्छ भनेपछि यस्ता चलखेलहरू धेरै भएको देखिन्छ। अब चाहिँ हामी नेपालीहरूले एकजुट नभएर अब तपाईको एक मुट्ठी नकस्ने हो भने देश सङ्कटको अवस्थामा छ। देश यो सङ्कटको अवस्थामा छ अहिले हैन। यो कुरा चाहिँ तपाईँ हामी सबैले बुझ्नुपर्छ। अब कसैसँग लडेर, कसैसँग भिडेर, कसैसँग तपाईको वाद विवाद गर्नुभन्दा पनि कसरी एक भएर एकजुट भएर अहिले तपाईको यो दलहरू पनि हरेक दलहरू छन्। अहिले यो दल त्यो दल भन्दा पनि तपाईहरु दल भन्दा अहिले माथि उठिदिनु पर्यो। दल त देश र दल रहने